एजुकेसन एकाडेमीको लोकेसन भिडियोमा यहाँहरूलाई स्वागत छ। यो झापा बिर्ता मोडको मुक्ति चोक, जहाँबाट हामी 200 देखि 300 मिटर जति पूर्व लाग्नु पर्दछ। यसरी 200 देखि 300 मिटर जति पूर्व लाग्ने क्रममा थोरै पूर्व लागिसके पछाडि त्यहाँबाट दक्षिणतिर लाग्ने बाटो आउँछ, जुन बाटो चाहिँ बिर्ता मोडको इलाका प्रहरी कार्यालय हुँदै कञ्चनजङ्घा एफएमतिर जाँदछ। त्यो बाटो हामी यो हाइवेबाट कम्तीमा 500 देखि 600 मिटर जति दक्षिण लाग्दै गर्दा यसरी इलाका प्रहरी कार्यालय अगाडिको बाटो हुँदै हामी सिधै कालोपत्रे बाटो लाग्दछौँ। यसरी बिचमा जात्रुबाडी चोक आउँदछ। त्यो कटिसके पछाडि तपाईँले बाटैमा रहेको यस न्युटन्स एजुकेसन एकाडेमीको भौतिक संरचना देख्न सक्नुहुँदछ। बाटोमै टच गरेको छ। न्युटन एजुकेसन एकाडेमीको यसरी भौतिक संरचना तपाईँले स्पष्ट रूपमा देख्न सक्नुहुँदछ। न्युटन्स एजुकेसन एकाडेमी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ। यसरी बाटोबाट इलाका प्रहरी कार्यालय हुँदै जात्रुबाडी चोक हुँदै न्युटन्स टोलमा पुग्नुहुन्छ तपाईँ। यसरी न्युटन्स टोलमा पुगिसके पछाडि तपाईँले आफूले खोजेको लोकेसन, यो भिडियो मार्फत आफूले खोजेको विद्यालय भेट्नुहुनेछ। यहाँको धेरै थोरै भौतिक संरचनाको विषयमा भित्रको वातावरण पनि तपाईँहरूलाई म देखाउन गइरहेको छु। यसरी न्युटन्स एजुकेसन एकाडेमीको यस लोकेसन भिडियो मार्फत हजुरहरू भित्र प्रवेश गरिसके पछाडि यसरी न्युटन एजुकेसन एकाडेमीको वातावरण, त्यहाँको अवस्था वस्तुस्थिति के छ कसो छ भनेर सम्पूर्ण विवरणहरू हजुरले पाउनुहुनेछ। यो मुख्य द्वार रहेको छ न्युटन एजुकेसन एकाडेमीको। मुख्य द्वारबाट तपाईँले पछाडि बिल्डिङ देख्नुहुनेछ। त्यस पछाडि यो भनेको हामीले हाम्रा विद्यार्थी भाइ बहिनीहरूको एटेन्डेन्सको लागि तयार पारिएको ठाउँ हो। बायोमेट्रिक एटेन्डेन्स छ। सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूले कक्षामा जानुभन्दा अगाडि अनिवार्य रूपमा विद्यालय प्रवेश गरिसके पछाडि यो क्षेत्रमा आएर बायोमेट्रिक एटेन्डेन्स गर्नुपर्ने हुन्छ। त्यसै गरी बेलुका विद्यालय छुट्टी भइसके पछाडि पनि यो परिसरमा आएर नानीहरूले बायोमेट्रिक एटेन्डेन्स गरिसके पछाडि स्वतः नानीहरूको अभिभावकको मोबाइलमा बायोमेट्रिक एटेन्डेन्स, नानी कति बजे विद्यालय पुग्यो र विद्यालयबाट कति बजे निस्कियो भन्ने सम्पूर्ण विवरणहरू पाउन सक्नुहुन्छ। यो सम्पूर्ण विवरणहरू विद्यालयले लन्च गरेको न्युटन स्कुल नामको विद्यालय एपबाट जानकारी पाउनुहुन्छ। एपबाट नानी बाबुहरूको हाजिरी, होमवर्क, नानीहरूको प्रोफाइलदेखि लिएर नानीहरूको फिस तिर्ने वातावरणहरू सम्पूर्ण कुराहरू उनीहरूको एपमै अपडेट गरिएको छ। विद्यार्थीहरूको एकाडेमिक प्रोग्रेस रिपोर्ट कार्डदेखि लिएर धेरै कुराहरू विद्यालय एपमा समावेश गरिएको छ। यसरी विद्यालय एप सहित हजुरहरूले आफ्नो नानीहरूलाई निगरानीमा राख्न सक्नुहुन्छ। न्युटन्स एजुकेसन एकाडेमीमा आदरणीय अभिभावकज्यूहरूलाई हार्दिक स्वागत गर्दछौँ। संस्थापक प्रिन्सिपल हरिकुमार प्रसाई, धर्मा पराजुली, डाइरेक्टर आशिष प्रसाई, यसै गरी हालको प्रिन्सिपल रहनुभएको छ देवेन्द्र हुमागाई। विद्यालयको मेन बिल्डिङहरू एरिया यही हो भने विद्यालयको खेल मैदान भनेको बुट्टाबारीमा रहेको छ। विभिन्न खेल मैदानमा गएर खेल्ने क्रियाकलापहरूलाई उक्त खेल मैदानमा लगेर खेलाउने गरिएको समेत जानकारी यसै भिडियो मार्फत गर्दछु। धन्यवाद।